नमस्कार। राष्ट्रियता बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाई मङ्सिर 2, 2082 मध्यराती पक्राउ भएका छन्। सोमबार नोभेम्बर 17 मध्यराती लगभग 12 बजेपछि भक्तपुरको थिमी स्थित उहाँको निवासबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB, काठमाडौँ जिल्ला प्रहरी रंग र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो। उहाँलाई तत्काल काठमाडौँ जिल्ला प्रहरी रंगको हिरासतमा राखिएको छ। यो गिरफ्तारी उहाँका उत्तेजक भनाइहरू, सामाजिक सञ्चारमा फैलाएका भ्रामक र अपमानजनक सामग्री, विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको क्याम्बोडियामा लगानी र अन्य गम्भीर आरोपहरूका कारण भएको हो। प्रसाईले नोभेम्बर 23 गतेदेखि राष्ट्रव्यापी आन्दोलन घोषणा गरेका थिए, जसमा 27 बुँदे मागहरू जस्तै ऋण माफी, हिन्दू राष्ट्र पुनर्स्थापना, राजतन्त्र फर्काउने समावेश थिए। यसले सामाजिक सञ्चारमा त्रास फैलाएको र अशान्ति भड्काउने आरोप लागेको छ। गृह मन्त्रालयको सुरक्षा समितिले आइतबार नै यस्ता उत्तेजक भलाइहरू विरुद्ध कडा कारबाही गर्ने निर्णय गरेको थियो, जसमा प्रसाईको नाम नै उल्लेख थियो। साथीहरू, तपाईँ यसबारे के भन्न चाहनुहुन्छ? कमेन्ट गर्नुहोला। धन्यवाद।